लाउन पाउँदैन नि शोभायात्रा सो हेलो साथीहरू स्वागत छ मेरो युट्युब च्यानलमा। अहिले चाहिँ आजको ब्लग चाहिँ पुरै बेलुका बेलुका सुरु भइरहेको छ कि सो म चाहिँ अहिले मन्दिर घुम्न जान लागेको कि घुम्न जाने बेला एउटा काम पऱ्यो, त्यही कामको लागि गयो। त्यसपछि ब्लग बनाउँदै गइरहेको कि म चाहिँ अहिले बाटोमा पुरै अहिले उता गएर म गाडी चढ्ने हो। कति चढेको ठाउँबाट त्यो सँगबाट चाहिँ म गाडी चढ्ने हो। आज एक्लै गएर उता साथी आउने भइरहेको, त्यसैले साथीले भेटेर जान खोजिरहेको कि म चाहिँ गाउँकै चाइल्डहुड फ्रेन्ड हो, सानैसँगै खेल्दै हुर्किँदै सँगै पढेको साथी पनि हो टेन्सनमा। सो उसलाई नै भेट्न गइरहेको ठुलो गाडीबाट चढ्दैन अहिले म चाहिँ बस चढ्न लागिरहेको छु। साथी चाहिँ उता कुदिरहेको होला, म गाडी पनि बस्छु। अहिले चाहिँ यो भिडियो बनाइसकेपछि उसलाई चाहिँ म कल गर्छु। चाहिँ गाडी चाहिँ पुरै फ्रन्ट क्यामेराले बनाएर चाहिँ भिडियो यो यादको लागि रेकर्ड गरेर बोल्नु न बोल्नु साथी गइरहेको हजुर लाग्छ सो म चाहिँ अहिले गेटतिर उता साइडबाट प्रवेश गर्न लागिरहेको छु। म चाहिँ यता अहिले त के आज त लोर मानिस त बाहिर जाने तपाईँ कुन त्यसको लागि हो दाजु साउदीको लागि हाम्रो तापा एक दोस्त ओकरोबा साउदीको लागि दाजु बिस्तारै सो म चाहिँ अहिले हिँडिरहेको छु क्या यहाँ यो गेटमा हेर्नु न आउने आइरहेछ जाने गइरहेछ के गर्नु जाने त मन छैन कसैलाई त त्यही नै बाध्यताले पुरै गयो। त्यो चाहिँ म दोस्रो जोडी आइरहेको छु अहिले चाहिँ एयरपोर्टभित्र साथी चाहिँ आइसकेँ यता पनि पुगिसकेँ। यता चाहिँ ऊ मान्छे तर ऊ चाहिँ अब पारिवारिक पढाउन गइरहेको छ कि बाहिर चाहिँ जानु परेको। कति बजी छ एक्लै आएको त फेरि चाहिँ ठान खोइ त अनि बुहारी आज रुनी किन छु बाध्य खै म जानलाई विदेशमा अल्झियो जिन्दगी यो सुखको किनबेचमा जवानी लिलामीको भिजा र टिकेटमा जाँदैछु दुबईतिर काम गर्न भिजिटमा कर्तव्यदेखि टाढा भाग्न नि अहिले सब अहिले गेटमा सबै निकाल्नुपर्छ तैँले लाउन पाउँदैन नि ल बदिसो शोभायात्रा राम्रोसँग जा औ नानु बाबालाई बाई भन त बाई भन बाबालाई बाई उता बदिस उता छोरी अनि बुवाले के गर्नु सबजना बाहिर गइरहेको अहिले चाहिँ लोड मान्छेहरू छ कि कडा मान्छेहरू छ यता पनि आदि पुरै विद्यार्थीहरू गइरहेको छ अनि पुरै दुबई कतार साउदीतिर जानेहरू मान्छे पनि लोड रहेछ आज पुरै बिजी भइरहेको छ। अहिले बत्तिस पनि छिरिसक्यो जानु त पर्छ। हामी चाहिँ यता साथी र म निस्किरहेको छ साथी चाहिँ धेरै बोल्दैन पुरै मार्क्स लगाइरहेको अझै दुईजना मात्र कहीँ फर्किरहेको अरू चाहिँ गइसक्यो बुहारी र अब 32को चाहिँ जेठान भनौँ उहाँहरू चाहिँ जानु गइसक्नुभयो। यता दोस्रो म चाहिँ जान लागि ऊ पनि के भन्छ तमिलतिर हो मेरो पनि उतैतिर हो क्या अब हेरौँ याङ्गोमा हुन्छ कि अब बसमा त्यसपछि अब थाहा हुन्छ ल भेट्दै गरौँ ल सो अहिले चाहिँ म केटाबाट निस्किसक्यो उता साथी पनि उता गइसक्यो ऊ चाहिँ अर्कै हो क्या आज चाहिँ चिराचानी पायो हो 32को कारणले। 32 चाहिँ मेरो फेरि चाइल्डहुडको साथी हो सानोदेखि सँगै हुर्किएको पढेको सँगै अब सँगै पढेको भनौँ न 10सम्म अनि आधी नै पढेर उसले छोड्यो कि 10को इक्जाम दिएन 10को इक्जाम दिनेमा चाहिँ उसले पे गरियो कि सो ऊ चाहिँ आज बाहिर जान लागिरहेको फ्यामिली छोडेर पचाउने सानो भर्खर 3 कि 4 वर्षका नानी छ के गर्नु जानु त पऱ्यो। अनि म चाहिँ एयरपोर्ट गाडी त्यहाँनिर अङ्कलनिर छिर्न लागेको थिएँ फेरि थाहा भयो अङ्कल त गइसक्यो भनेर बस्नु अङ्कल। सो अब कहिले कति 7 बजिसक्यो अहिले चाहिँ अब रुम जान लागेको म एक्लै
त्यहाँनिर अगाडि त्यहाँ गौशालाबाट चाहिँ म गाडी चढ्छु र उता शङ्खमुलको सानो टुकटुक भेट्छु भेट्दैन त्यसपछि थाहा हुन्छ। म चाहिँ आज आउने साथ सुत्न आइदिएको कि राति भइसक्यो नि त त्यत्रो एयरपोर्टदेखि चाहिँ पुरै हिँडेर आउनु पऱ्यो रुमसम्म पुरै अनि लास्ट जिउ दुखेर चाहिँ सिधै सुत्न आइदिएको छु। आजको पहिला भिडियो जस्तो लाग्यो, आजको भिडियो चाहिँ अलिक स्याड नै भयो कि त्यही भएर देशको परिस्थिति त्यस्तै छ। सो आजलाई भिडियो यति नै। यदि अन्तिमसम्म हेर्नु भएको छ भने प्लिज भिडियोलाई लाइक गरिदिनु होला अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला। सो आजलाई दिन बाई बाई, टेक केयर।